यो जुन पेपर छ यो पेपरहरू कहिले पनि बाहिर खोल्नु हुँदैन। कलर ल्याब अर्थात् फोटोग्राफिक प्रिन्ट हुने ल्याबहरूमा मतलब फोटो धुलाउने ठाउँहरूमा यो पेपरहरू बाहिर यसरी चाहिँ नि प्रिन्ट के अरे खोल्नु हुँदैन। त्यही भएर हामीले कुनै यो फुजी फिल्मको पेपरहरू अथवा डिजिटल प्लसको कोडाकको कोनिकाको यी विभिन्न पेपरहरू जुन पाउँछौँ त्यो पेपरहरू चाहिँ बाहिर खोल्नु हुँदैन। यसलाई सिल प्याक हुन्छ र सिल प्याक बिन फोटो धुलाउनु भयो भने त्यो लाइट पास भएर त्यो फोटोकोमा त्यसमा फोटो प्रिन्ट गर्दाखेरि प्रिन्ट हुँदैन। यो कुरा बुझ्नु पर्यो। यसलाई अहिले कसरी चाहिँ नि लोड गर्ने म यहाँहरूलाई राम्रोसित सिकाउने छु। कसरी लोड गर्नुपर्छ, मेसिनमा कसरी लोड गर्ने। अनि जुन यो मेसिन छ यो देखिरहनु भएको छ, यो मेसिनमा हामीले यो पेपर चाहिँ नि लोड गर्छौँ। यसको ढोका यहाँनिर हुन्छ है, यहाँ देखिरहनु भएको छ। यो ढोका यहाँ भयो। यो तपाईँ सुरुमा यसरी यतापट्टि भएको हुन्छ। अब यसलाई बिस्तारै यसरी यो लोड झिक्ने। यहाँनिर यो सेट भन्ने बटन हुन्छ, यो देख्नु भएको छ। यो सेट भन्ने बटन, यो सेट भन्ने बटन करेक्ट सेट लगाउँदाखेरि चाहिँ सेट हुनु पर्यो। झिक्दाखेरि यो पनि याद गर्नु पर्दैन त्यति साह्रो। लगाउँदाखेरि चाहिँ करेक्ट सेट हुनुपर्छ, अनि मात्र यसरी यो लोड गर्ने हो क्या, अनि मात्र यसरी लोड गर्ने हो। त्यस कारण झिक्दाखेरि यसलाई यहाँनिर यसरी यहाँसम्म लैजानु पर्यो यसरी नै है। अनि यहाँबाट बिस्तारै अलिकति तान्नु पर्यो। तान्दाखेरि यो ढोकामा राखेर यो ढोका भाँचिन सक्छ। त्यही भएर ख्याल गर्नुपर्छ। ढोका भाँचिएपछि ढोका बनाउनु पनि महँगो पर्छ है, यो पनि बुझ्नु होला। र यसलाई यो झिकिसकेपछि जुन यो पेपर छ हामी यसलाई लगेर अब अँध्यारो कोठामा चाहिँ नि छामछाम छुमछुम गरेर यसलाई पेपर राख्नु पर्ने होइन। तर म अहिले तपाईँलाई जस्ट एउटा बाहिरबाट कसरी गर्ने भनेर अँध्यारोमा छामेर नि त थाहा हुन्छ नि त, तर त्यो थाहा पाउने तरिका पनि म हजुरलाई सिकाउँछु है त। ल अब यो भिडियो अहिलेलाई यहाँ भयो। अब म भित्र प्याकिङ गर्नेतिर हजुरलाई यो एकछिन बोकेर एकछिन पछि ल्याएर अर्को देखाउँछु। एकछिन मैले पज गरेँ है त, धन्यवाद। पेपर भाइले यहाँ झिक्नुहुन्छ, यो पेपर लिएर आउँछौँ र ऐनाको त्यो पेपर पनि मैले यहाँ अँध्यारो कोठा अथवा एउटा अँध्यारो यस्तो बक्स जस्तो बनाएको हुन्छ। यो बक्स तपाईँहरूसँग होला अथवा यस्तै त्यहाँभित्र राख होइन। यो पह बाबु बाहिर राख त, त्यहाँ राख है। अब यो कसरी राख्ने, जुन यो अहिले तपाईँले यहाँ बोक्ने ठाउँ छ यसलाई चाहिँ नि मुनि राख्ने। र यो जुन जिब्रो भन्छु म चाहिँ नि है, मेरो आफ्नो भाषा है, आफूले बुझ्ने तरिकाको भाषा यहाँ याद गर्ने। एक्चुअली बाबु यो ट्युबलाइट पनि बालिदेऊ त, बाल न, स्विच बाल न, बाल सबै बाला है। अलिकति भए पनि उज्यालो। यहाँ चाहिँ तपाईँको ध्यान दिनुपर्ने कुराहरू र बुझ्नुपर्ने केही कुराहरू छन्। जस्तै यहाँनिर हेर्नु त यो लक छ, यहाँ देख्नुभयो नि यो लक है। यो लक तपाईँको सही छ कि छैन। यो म्यागजिनको तपाईँको यो पनि भाँचियो ओऱ्यो भने पनि यो ठुलो खर्च हुन्छ है। यहाँनिर 1 2 3 फुजी फिल्मको माथि यो छ है। हजुरहरूले जहिले पनि यहाँनिर 6 इन्चीको पेपर राख्या हो कि 5 इन्चीको हो कि 8 इन्चीको हो कि यो पनि याद गर्ने। यहाँ लेखेर राख्नुभयो भने आफूलाई कुन पेपर युज गरिरहेको हो, कुन म्यागजिन बक्स, यसलाई चाहिँ म्यागजिन बक्स भन्छ। म्यागजिन भनेको यसमा चाहिँ पेपर लोड गर्छौँ क्या हामीले। अनि यसको यहाँनिर लक हुन्छ, हेर्नुहोस् यसरी यो लक यसरी खोल्ने, यसरी लक यसरी खोल्ने हुन्छ। यो लक यसरी खोल्नु पर्यो होइन। अनि यता पनि यो लक यसरी खोल्नु पर्यो। अहिले मात्र मैले यसरी खोलेर देखाइरहेको छु है। अहिले खास कसरी खोल्ने हो भन्ने कुरा चाहिँ नि अहिले नानी आऊ त, म एक्चुअली यो क्यामेरा यता दिएँ, मैले जहाँ हात लगेँ तिमीले त्यहाँनिर टक्क देखाउने है। यो सानो क्यामेरा भएको यहाँ त त्यसरी है, यहाँ पेपर लोड भएको हुन्छ। अब अहिले म फेरि एकचोटि यो लक गरेर देखाएँ। यो एउटा म्यागजिन बक्सको पनि मूल्य लगभग झन्नै भन्ने हो भने 50,000 भन्दा माथि पर्छ है नयाँ किन्दाखेरि। अघि नै हामी यसरी बोकेका थियौँ हेर्नु है त, यसरी बोकेका थियौँ। अब मैले यो पेपर लोड गर्न लागि पेपर सकिएको पछि नयाँ पेपर लोड गर्ने कसरी, अब यसलाई सिधै म यसरी घोप्ट्याउँछु र यहाँभित्र यसरी राख्छु। यो याद गर्नुहोस् है, हेर्नु है त यसरी। यो अब बस्ने भाग माथि भयो, जिब्रो भन्छु मैले यसलाई चाहिँ मेरो बुझ्ने भाषामा जिब्रो। यसबाट यहाँबाट लक खोलेँ र यसपछि यहाँबाट नि यता लक खोलेँ। यो लक खोलेपछि यो घुम्ने चिजहरू छ। यो पछि पेपर लोड भएपछि यो यतापट्टि मात्र हुन्छ। जसरी पृथ्वीले सूर्यलाई घुम्छ त्यसरी आफूतिर तान्ने मात्र हो क्या। यो खोल्ने र बन्द गर्ने त हजुरले पेज कस्ने र पेज खोल्ने थाहा हुन्छ नि, त्यो याद गर्नुहोस् है। अब यसलाई मैले यसरी खोलेँ, यहाँ लक निकालेपछि यहाँ यसरी हुन्छ हेर्नु है त, यो यसरी हुन्छ। अब ध्यान दिनुपर्ने कुरा भनेको के हो त भने यो हेर्नुहोस् है त, यो दाँती भनेको यो टेक्निसियनहरूले अथवा आफैले पनि आफूलाई अनुभव भइसकेपछि यहाँनिर 152 भनेको यो 6 इन्ची, यहाँ पनि 152, यहाँ पनि 152, यो भनेको 6 इन्ची पेपर हो है। यहाँनिर नम्बरहरू दिएको छ 127 अथवा 127 गऱ्यो भने यसमा 3R को फोटो बनाउनु पर्यो। 5 इन्चीको पेपर राख्नु पर्यो भने 127 मा राख्ने। कहिलेकाहीँ एउटै मात्र म्यागजिन छ र केही एउटा म्यागजिन बिग्रियो भने त्यही म्यागजिनमा ठुलो फोटो र सानो फोटो पनि राख्न मिल्छ
है। त्यसको लागि यो सार्नु पर्छ। सार्नको लागि यहाँनिर नम्बरहरू दिएको छ है। त्यस कारण आफूले यो नम्बरहरू मेटाउनु भएन। अहिले यहाँ 152 यो 152 भनेको 6 इन्ची पेपर भन्छ है। हजुरले यो याद गर्नु। 152 mm भनेको 6 इन्ची हो है। यो पनि बुझ्नु पर्यो। तपाईँको यहाँनिर के अरे 127 भनेको 5 इन्ची हो के। 127 mm भनेको 5 इन्ची हुन्छ कि। यसरी बुझ्नु पर्यो। यहाँनिर यो पेपरको यसरी। अहिले पछि हामीले त्यो यस्तै खालको त्यहाँभित्र यो एउटा खालको हुन्छ रोलर हुन्छ। यो रोलर अहिले यहाँ हामी छिराउने हो। खोल्ने कसरी म त्यो पनि बताउँछु। यहाँबाट पेपर सर्र आउँछ र यसरी बस्छ है। अब पेपर कसरी बस्छ म त्यो एउटा सानो पेपरको टुक्राबाट एउटा काल्पनिक तरिका, किन त्यहाँ अँध्यारोमा देखाउन मिल्दैन, त्यो म हजुरलाई बुझाउँदैछु है त। यो चाहिँ मैले अहिले काल्पनिक गरेर देखाइरहेको छु है। काल्पनिक भनेको अहिले यहाँ पेपर मैले लोड गरेँ। जस्तै यहाँनिर पेपर यसरी रोल भएर यसरी बसेको हुन्छ कि। पुरै तपाईँको 156 मिटर जस्तो पेपरहरू यसरी यहाँनिर रोल भएर यहाँ भरि हुन्छ। देखाउन मिल्दैन, अँध्यारो लाइट पास भयो भने गयो। यसरी आउँछ यो पेपर। यसरी आएको पेपर हामीले यहाँनिर फिटिङ गरेको हुन्छौँ। यहाँनिर फिटिङ भएपछि यसरी यहाँबाट यसरी ल्याएर यसरी यहाँनिर यसरी ल्याएर है। अब यसमा नि चिल्लो भनेको मतलब जहाँ फोटो छापिन्छ चिल्लो हुन्छ। जस्तै अब कुनै चाहिँ पेपरको इमोल्सन रातोको हुन्छ, कुनैको निलो हुन्छ होइन। त्यो निलो भएको पार्ट चाहिँ माथि आउने हो कि। त्यो भनेको अलरेडी पेपर तपाईँले त्यहाँ टाँसेको हुन्छ, त्यो खोल्ने हो। यो चाहिँ नि धेरै जस्तो सामान्य ल्याबमा बस्ने मान्छेहरूलाई थाहा हुन्छ। यदि अहिले यो जस्तै भिडियो फर्स्ट टाइम कहिले पनि पेपर नचलाउनु भएको छ भने हजुरले अहिले त्यो छामछाम छुमछुम गरेर हेर्दै चाहिँ अन्दाज गर्नुहोस्। माथि टेप लगाएको हुन्छ, त्यो टेप हजुरले पहिला खोलेर अन्दाजले मैले अहिले एकछिनपछि सिकाउँछु पेपर लोड गर्ने कसरी भनेर है। त्यो गर्ने र त्यो गरिसकेपछि अनि हजुरले उ गर्ने बाबु एउटा टेप लिएर आऊ त होइन। त्यो टेप कसरी लगाएको हुन्छ त्यो पनि म अहिले यही पेपर त्यहाँ रोलमा हालेको जस्तो गर्छु। त्यो धेरै हुन्छ, तर अहिले मैले एउटा स्याम्पल पिस जस्तो देखाएको मात्र है। त्यो गरेर अनि बिस्तारै यसलाई तानेर यसरी ल्याएर यहाँनिर यति राख्ने र यति राखेपछि बल्ल अनि यो चाहिँ नि यसरी तानेर यसलाई यसरी बन्द गरिदिने भयो है। यसरी बन्द गरिसकेपछि यहाँनिर राम्रोसित लक हुनु पर्यो होइन। लक हुनु पर्यो यसरी। यो पनि र यो पनि यसरी लक गर्ने अँध्यारोमै है हजुर। खोल्नु हुँदैन है हजुर। यो चाहिँ नि ध्यान दिनुहोस्। अनि यसरी यो बिस्तारै यहाँनिर हेर्नुहोस् तानेर आउँदैन। अब यो तानेर नआउनुहोस्, यो घुमाउनु पर्यो। घुमाउँदाखेरि आयो है, देख्नुभयो नि। पछाडि जाँदैन फेरि। अब यो पछाडि जान पर्यो भने यहाँनिर एउटा थिच्ने बाटो हुन्छ। कहिलेकाहीँ धेरै पेपर निकाल्नु भएको छ भने यो थिच्ने, यो थिचिसकेपछि यो हजुरले यसरी पछाडि घचाड्नु। यो थिचेर यो चाहिँ नि यहाँको यो बटम थिचिरहने अनि त्यो चाहिँ नि उल्टो घुमाएपछि बल्ल यसरी पछाडि जान्छ है। यो थिच्ने, एउटा हातले यो थिच्ने र अर्को हातले त्यता यहाँनिर घुमाउने है। पुरै गएर फेरि तपाईँको त्यहाँदेखि उ गर्दाखेरि फेरि भित्र जान्छ नि। फेरि यो वात्त उज्यालोमा खोलेर तपाईँले पेपर लोड गर्नु भने गयो, बिग्रियो, सत्यानाश भयो, पैसा सबै खर्च भयो। एउटा पेपरको 12-15 हजार रुपियाँ एक रोल पेपरको पर्छ। लाइट पास हुन्छ है। यो चाहिँ ध्यान दिनु पर्यो है। हस्, अब म तपाईँलाई पेपर कसरी लोड हुन्छ भन्ने कुरा यतिसम्म बुझाएँ। अब एउटा सानो काल्पनिक रूपमा पेपर कसरी टाँसिएको हुन्छ त भन्ने कुरा बुझाउँछु है त है। यो पेपर यहाँ भरिसम्म हुन्छ, तर भरिसम्म हामीले यो लोड गरे हुँदैन। हेर्नुहोस् है, यो छ नि यो अहिले यसरी मैले खोलेँ, बुझ्नुभयो नि, खोलेँ। यस्तै गरेर पेपर चाहिँ नि हाम्रो त्यहाँ अँध्यारोमा यहाँ भरि हुन्छ। भरि भइसकेपछि यसरी टाँसिएको हुन्छ। यताबाट झिक्ने कि यताबाट झिक्ने तपाईँले अँध्यारोमा छामछाम छुमछुम गरेर टेप यसरी झिक्न सक्नुहुन्छ। तर यो टेप झिक्ने बेलामा एउटा हातले फिङ्गरप्रिन्टमा पसिना ससिना हुनु भएन। एउटा हातले यहाँनिर यसरी समाउने र अनि अर्को हातले अँध्यारोमा है, अँध्यारो छाम्ने। यो थिचिरह्यो नि, थिचिरहिसकेपछि यसलाई यो पहिला चाहिँ तपाईँले टेप लगाउँदै गर्दा यसरी पेपरको रोल यत्तिकै हुन्छ। पेपरबाट यो अघि नै मैले देखाएको त्यो गट्टो त्यो भित्रै अँध्यारो टेप सेप खोलेर त्यो भित्रबाट हातबाट त्यो पेपर झिक्नुहोस्। पेपर झिकिसकेपछि यहाँनिर पनि एउटा तपाईँको बन्द भएको एउटा क्याप हुन्छ। त्यो क्याप यसरी र यसरी दुवैतिरको क्याप झिक्नुहोस्। त्यो झिकिसकेपछि यो हातलाई यसरी भित्र छिराउनुहोस्। यसलाई पहिला नै तपाईँले यहाँभित्र अँध्यारोमा बक्सामा यो दुईवटा रोलरलाई होइन एक साइडमा राखेको हुनु पर्यो। यो झिकेर पुरानो पेपरको यो रोलर झिकेर अनि त्यसपछि हजुरले नयाँ रोलर है, यो चाहिँ नयाँ रोलर यहाँ भरि पेपर छ भनेर अनि हजुरले यसरी यो नयाँ रोलर यसरी आएपछि पहिला हातले यसो छामेर हेर्नुहोस्। अब यो यस्तो भएपछि त यो पेपर यता आउने भन्ने बुझियो नि त होइन। तपाईँले यसो गर्नुभयो र यसरी गर्नु भने यो पेपर कता उता जाने भयो कि। बुझ्नुपर्ने कुरा यो छ है। यो पेपर उता गयो, त्यस कारण यो पेपर यसो गर्ने, यो यता आउने, आफूतिर फर्केको हुनु पर्यो है यो आफूतिर। अनि त्यसपछि हजुरले त्यो यताको र यताको क्याप झिकिदिने, झिकेर हात हजुरले यसरी छिराउनुहुन्छ। छिराइसकेपछि यो एउटा टुक्रा, यो जुन लौरो जस्तो देख्नु भएको छ, यो लौरोभित्र यसरी जानुहोस् अँध्यारोमा। यसरी
यसरी गइसकेपछि हजुरले यहाँनिर यसरी यसलाई बिस्तारै छोडिदिनुहोस्। छोडेपछि यसरी यहाँनिर करेक्टली बस्यो। बसिसकेपछि यसको यो अँध्यारोमा है, यो अँध्यारोमा हेर्नु है त, यहाँ यसरी यो यहाँ राख्ने। अब यो कसरी लक हुने भन्ने कुरा थाहा पाउनको लागि चाहिँ फेरि म यसरी यो झिकेर देखाएँ। हेर्नु है त, यहाँनिर जब यो यसरी जान्छ, यहाँनिर हेर्नु त लकिङ, यहाँनिर भयो भने यसरी यो हुँदैन, यसरी घुमाउनु पऱ्यो कि यो, अनि बल्ल लक भयो नि त यो, अनि लक भयो कि है। त्यस्तै गरेर पहिला हजुरले यो आफूतिर, मैले फेरि पनि भने यो आफूतिर पेपर आफूतिर भएको हुनु पऱ्यो अँध्यारोमा है। फेरि म बारम्बार अँध्यारो, किनभने तपाईँहरूलाई मैले कुनै गल्ती सिकाउनु हुँदैन, यो यहाँभित्र छिराउनु हुन्छ अँध्यारोमा। अनि यसरी खप्लक्क भयो, खप्लक्क भइसकेपछि यसलाई यस्तो गर्नुहोस्, अनि यहाँनिरको यो बिस्तारै नट टाइट गर्नुहोस्। हामीले टाइट कसरी गर्छौँ, टाइट भयो यो मजाले। यहाँनिर हेर्नुहोस् त, यो दाँती देख्नुभयो नि, यो र यो घुम्छ। अब यसलाई बिस्तारै ल्याएर हजुरले यहाँनिर है यसै गयो, फेरि अँध्यारोमा है, यो पनि खोल्नु हुँदैन, यहाँनिर ल्याएर यसरी राख्नुहोस्। यहाँनिर तपाईँले अँध्यारोमा त छामछाम छुमछुम गरेर करेक्टली मिल्या हुनु पऱ्यो। त्यो गर्दा अनि यसरी घुमाएर हेर्नुहोस्, यो घुम्छ कि घुम्दैन है। यसरी राख्नुहोस्, यसरी यो घुमाउनुहोस्, घुमाएर यसरी हेर्नुहोस्, घुम्यो नि दायाँ बायाँ यताउता बिग्रेन। यहाँ लक राम्रोसित यो यहाँनिर ठ्याक्क यो घाट हुन्छ, पेपर राम्रोसित बस्ने घाट हुन्छ। त्यो घाटमा राम्रोसित बसेपछि हजुरले यसो गरेपछि भयो। यो भइसकेपछि हजुरले बिस्तारै, अब मैले अघि नै भने जस्तै टेप बिस्तारै खोल्नुहोस्, अनि यसरी थिचिरहनुहोस्, अनि बिस्तारै यो पेपरलाई यसरी तानेर यहाँ लिएर आउनुहोस्, यहाँबाट यहाँ यसरी लिएर आउनुहोस्, र अघि नै मैले सुरुमा बन्द गर्न देखाएको जस्तै गरेर अनि यसलाई यसरी यहाँबाट बन्द गर्नुहोस्। बुझ्नुभयो नि? बन्द गरिसकेपछि यहाँ कहिलेकाहीँ पेपरको यो बन्द गर्ने यसको च्यापिएको हुनसक्ला, दायाँ बायाँ यसो छाम्नुहोस् कतै च्यापिएको छ कि भनेर है। छामिसकेपछि यतापट्टि यहाँनिर लक गर्नुहोस्। यो लक गर्नलाई यसरी तान्ने, यहाँ यसरी लक गर्ने, यस्ता पनि यस्तै गरेर यता पनि यहाँनिर यसरी तान्ने, यसरी यहाँनिर छिराएपछि लक गर्ने। लक गरेपछि एकचोटि यसो चाहिँ अन्दाज गर्नुहोस् कतै काहीँ केही छ छैन। आफू 100% स्योर छ भइसकेपछि अब यो ब्याग खोल्ने अथवा अँध्यारो कोठामा बत्ती बाल्ने हो है। अँध्यारो कोठा मात्र, अँध्यारो कोठा कतैबाट लाइट नपस्ने कोठामा नि गर्न सक्नुहुन्छ, अथवा बत्ती बालेर यस्तैमा पनि गर्न सक्नुहुन्छ। अब म तपाईँलाई रियलमा, यो त मैले तपाईँलाई एउटा प्र्याक्टिकल गरेर देखाएँ, तर अँध्यारोमा मैले गर्नुपर्ने भएको हुनाले मैले अँध्यारोमा कसरी पेपर लोड गर्छु त म देखाउँछु। अब मैले पेपर सकिसकेपछि मैले यो पेपरको सकेको पेपरमा यो डल्लो हुन्छ, यो फालिदिन्छु। यो फालेर मैले यो साइडमा यसरी एक साइडमा यहाँनिर कतै राखिदिन्छु, यहाँ मिलाएर मैले छान्दाखेरि सजिलो हुने गरेर। अनि त्यसपछि एउटा कैँची माग्छु म, यहाँनिर यो पेपरमा यसरी टेप लगाएको हुन्छ। यो टेप अहिले यतिखेर मैले खोल्दा केही फरक पर्दैन, नभए टेप खोल्न मलाई गाह्रो भयो भने मैले कैँचीले यति काट्दिएँ। अब यसपछि खोल्नु हुँदैन। अब मैले यसलाई के गर्छु त, अन्धकार बनाउँछु है। यहाँ हेर्नुहोस् त, मैले अन्धकार बनाएँ, यो पुरै अन्धकार भयो है। अब अन्धकार भयो, बन्द भयो, कसरी गर्ने, यहाँ सबै राम्रोसित चेन लागेको हुनु पर्यो, लाइट छिर्नु भएन। अब कसरी गर्ने, यहाँनिर एउटा हात मैले यहाँबाट छिराएँ, हेर्नुहोस् है त, अनि अर्को हात पनि यहाँबाट यसरी छिराएँ। यो हातबाट पनि लाइटहरू पास नहोस्, यसरी छिराएँ। अब मेरो के भयो त, मलाई त देख्नु भएको छ, तर पेपरलाई तपाईँले देख्नु भएन, अहिलेको कल्पना छ। अब म पहिला के गर्छु, पेपर खोल्छु यो झोलाबाट, त्यसमा लक हुन्छ, यहाँ टाइट गरेर सबै राम्रोसित सबैतिर मैले प्याकेट खोलेँ। यहाँ अब लाइट पास अहिले हुँदैन, अँध्यारो छ नि त। अब बिस्तारै मैले पेपरको लक हुन्छ भनेको छु। अहिले म तपाईँलाई यहाँ देखाइदिइहाल्ने, हेर्नुहोस् त, लक यस्तो हुन्छ है, भित्र यो यस्तो यो गोलोमा यसरी बसेको हुन्छ होइन। यो गोलोको एउटा लकको पेपर मैले झिकेँ है, यो भयो। अब यसलाई मैले फेरि एकचोटि यहाँ मैले लाइट च्याप्प समातेको थिएँ, त्यही भएर मैले देखाउन सजिलो भयो है। अब यो गरेपछि म अब त्यो गोलो खोलेँ, त्यो खोलिसकेपछि मैले त्यहाँ हात छिराउनु मिल्यो नि त, ताकि मैले पेपर बाहिर निकाल्नु सजिलो होस् भनेर तान्छु। अब म झोलाबाट कुनै सामान झिक्नु गाह्रो हुन्छ नि, त्यही भएर हतार नगरिकन झिक्नुहोस्, राम्रो हुन्छ है। हात यसो छिराएँ, अर्को एउटा लक उतापट्टि हुन्छ त्यो पनि उ गरेँ। त्यो लकलाई त्यो पेपरको बक्साभित्र कतै पनि कागज र धुलो टुक्रा नपरोस् भनेर यता साइड कुनातिर कतै राखेँ। त्यो झोला पनि यता पन्छाएँ। पन्छाइसकेपछि अघि नैको मैले त्यो हजुरलाई ठुलो लामो लौरो जस्तो हुन्छ यसरी छामेर त्यो खोल्नुहोस्, त्यसभित्र आफ्नो यो छिराउनुहोस्। यो लौरो मैले भेटाएँ, मतलब लक हो है, त्यो मैले अहिले भन्न मैले जे जाने पनि। त्यसपछि मैले एक ठाउँ राखेर अर्को त्यसलाई लक गर्नको लागि अर्को साइडको पनि मैले खोलेँ। खोलिसकेपछि अब म त्यहाँभित्र छिराउँछु त्यसलाई है। कहिलेकाहीँ तपाईँको यसो गर्न ओर्न अलिकति गाह्रो हुन्छ,
अनकम्फर्टेबल हुन्छ नआत्तिनुहोस् है। ओके यो भयो, यो भएपछि अब मैले लक गरेँ, लक गरेर आवाज आयो, टक्क बस्यो, बसिसकेपछि म यतापट्टि लक गर्छु। मैले अहिले गोलो घुमाएर देखाएको थिएँ नि टाइट गर्ने, टाइट गरेपछि अब मैले त्यो पेपरको टुक्रो मपट्टि फर्केको हुनुपर्छ भनेर म छान्दैछु अहिले। ए उतापट्टि फर्केर चाहिँ म यसो गरेँ यता सारेँ। ओके अब हेर्छु। ओके अब मपट्टि फर्क्यो त्यो चाहिँ नि पेपरको टुक्रो मपट्टि फर्क्यो। अब म यहाँनिर राख्छु, त्यसको त्यहाँ लक गर्ने ठाउँ हुन्छ, त्यहाँ म नआत्तिकन राख्छु। राखिसकेपछि ए अब एकचोटि घुमाएर हेरेँ मैले, दायाँ बायाँ जता घुमाए नै हुन्छ है। ओके दायाँ बायाँ घुमाएँ, घुमाएपछि त्यो लकको माथि त्यो पेपर टाँसेको एउटा सानो टेप हुन्छ, त्यो टेप उक्काएँ। उक्काइसकेपछि बिस्तारै पेपरलाई मैले यसरी माथि लिएर आएँ। त्यो दुईतिरको साइडको तपाईँको हुन्छ 5 इन्चको पेपरमा 6 इन्चीको रोल हाल्नु हुँदैन र 6 इन्चीको पेपरमा 5 इन्चीको हाल्नु भएन है। अनि 8 इन्चीको पनि हाल्नु भएन। जुन इन्चीको म्यागजिन हो त्यही इन्चीकोमा फिट भएको हुन्छ है। यो पनि गल्ती नगर्नु होला। अब यसलाई म बन्द गर्छु। बिस्तारै एउटा हातले यता समाउने, अर्को हातले उता गर्ने। अनकम्फर्टेबल हुनु भएन। आउँदैन भने नजिकको कोही ल्याबको मान्छेहरूलाई बोलाएर सोध्ने सिक्ने राम्रो हुन्छ है। सो यो भनेको तपाईँको चाहिँ नि हामीले आएर सिकाउनु मिल्दैन, जानेको कुरा सत्य तथ्य बताइदिएको छ। अब यो भइसकेपछि अब सबैतिर लक भयो, दायाँ बायाँ छामेर हेरेँ, कतै केही चिज अड्केको हुनसक्ला, त्यो तान्दाखेरि त्यसले लाइट पास हुनसक्छ। सक्यो, मैले टेप निकालेको हेर्नुहोस् है त, यो हो। अब म निर्धक्क छु किनभने मैले अनुभव गरिरहेको हुनाले मैले अघि नै भन्थेँ नि पेपर हेर्नुहोस् है त। यसमा चाहिँ फोटो यो निलो देखिएकोमा फोटो छापिन्छ है। यो निलो देखिएको छ नि यो फोटो छापिन्छ, यो सेतो देखिएकोमा फोटो छापिँदैन होइन। यो पेपरको कम्पनी भयो। यहाँ चाहिँ नि अब यो केमिकलमा गएपछि बल्ल यसमा फोटो आउने हो कि। र ओरिजिनल भनेको सेतो चाहिँ नि, सेतो भएपछि फोटो पक्का राम्रो आउँछ क्या। अब यो भयो, यसरी यो तान्न सक्छौँ र यहाँतिर थिच्न सक्छौँ है। यो बुझ्नुभयो, पेपर लोड यसरी गर्ने हो है। पेपर लोड गर्नलाई अब करेक्टली यहाँबाट हामी यसरी काट्छौँ यसलाई, यो काट्छौँ र काटिसकेपछि अब अर्को भिडियो म त्यहाँ लोड गर्न सिकाउँछु है। यसलाई लगेर बोकेर राख्ने हो है। यो पेपर अहिले मैले माथि पाएँ, यहाँनिर हेर्नुहोस् त, यो 4वटा यो थोप्लो मतलब बस्ने कुर्सीको त्यो जस्तो के देख्नु भने यो चाहिँ नि यो 4वटा पेपर राख्नेको यो 4वटाको पलमा हुनुपर्छ है। यो गर्नको लागि हजुरले यसलाई बोकेर यसरी यहाँनिर उचालेर दुई हातले है। अहिले चाहिँ मैले एउटा हातमा सानो क्यामेरा बोकिरहेको भएर तपाईँहरूलाई सिकाउनलाई सहज गर्नको लागि है। यो यहाँनिर यसरी राख्यो राम्रोसित, चारतिरकै पालमा त्यो चाहिँ नि कुर्सी जस्तोको अगाडिको त्यो लक र त्यो पालमा छिरिसकेपछि करेक्टली भयो। यो भएपछि यसलाई यत्तिकै गर्ने, यत्तिकै यता तानेर घचेट्नु हुन्न है। यसलाई चाहिँ यतै गर्ने, यसलाई यसो गरेर घचेट्नुहोस्। घट्यो, घचेटेपछि यहाँ सेट भयो कि भएन? भयो। अब बल्ल सेट भएपछि अनि बल्ल यता तान्ने है। अनि आएन भने त्यहाँ कतै मिलेन भन्ने बुझ्नु पर्यो है। राम्रोसित लागेन भने चाहिँ नि सेट पोजिसन भयो भने राम्रो हुन्छ है। यो भएपछि बल्ल भयो। अब यहाँबाट यसलाई बन्द गरिदिनुहोस्। बन्द भयो नि, यो बन्द भयो। अब सबै सक्यो। यो बन्द भइसकेपछि यहाँ मेसिनको यहाँनिर तपाईँको यहाँ ग्रिन देखाउँछ है। नयाँ पेपर राखिसकेपछि यो पेपर कन्डिसनलाई चाहिँ नि के गर्ने, चेक गर्ने हो भनेपछि यस भन्नुहोस् है। यो पेपरलाई अब टेस्ट गर्नुपर्छ र टेस्ट गर्नलाई यहाँ प्रिन्ट गर्ने हो है। यहाँनिर प्रिन्ट र डेन्सिटी मेजरमेन्ट भनेर हुन्छ। अहिले पहिला प्रिन्ट गर्ने अनि मात्र डेन्सिटी मेजरमेन्ट गर्ने है। पहिला अब मैले यहाँ प्रिन्ट गरेर गरेँ। अब यो प्रिन्ट आउनलाई केही समय लाग्छ है। अब यो पेपर काटेको आवाज सुन्नुभयो, ए पेपर काट्यो। अब एकछिनपछि यो पेपर निस्किन्छ अनि डेन्सिटी मेजरमेन्ट गर्ने है त। एकछिनपछि फेरि अब म एकछिन यो भिडियो पज गरेँ, केही समय लाग्छ, 2-3 मिनट लाग्छ। अहिलेलाई पज गरेँ। अब यहाँबाट यसरी पेपर आयो, देख्नुभयो नि अहिले हामीले डेन्सिटी मेजरमेन्ट गऱ्यौँ, पेपर यहाँ आयो। अब यो पेपर प्रिन्ट गर्ने, यो पेपरमा प्रिन्ट गर्नको लागि पहिला हेर्नुहोस् टोन त करेक्ट आएको छ कि यो टोन करेक्ट हो होइन, अलिकति केही होला। तर यसलाई हामीले के गर्नु पर्यो त, पहिला टेस्ट चाहिँ नि गराउनु पर्छ है। यो यसरी यहाँनिर राख्ने। अब हजुरले यसलाई चाहिँ नि यो मेसिनको दिमाग भनिन्छ कि, यसले चाहिँ नि करेक्ट कलर, यसको तापक्रम, यो मेसिनमा तपाईँको टेम्परेचरहरू, तपाईँको त्यो पेपरलाई चाहिने टेम्परेचर, केमिकलको मात्राहरूको चाहिँ यसले येल्लो, साइन, मेजेन्डा, इनरलाई चाहिँ मजाले हेरेको हुन्छ। त्यसलाई यहाँनिरबाट पनि स्टार्ट गर्न सक्नुहुन्छ होइन। यदि यहाँ इरर भनेर आएको छ नि, यहाँ रिसेट गरिदिनुहोस् है, नत्र हतपत नगर्नुहोस् है, नभए त्यहाँ तार छुट्याइदिने हुन्छ एकछिन।
यहाँनिर स्टार्ट गरे नि हुन्छ, अथवा यहीँबाट कम्प्युटरबाटै हजुरले मैले अघि नै भने नि डेन्सिटी मेजरमेन्ट चेक गर्नुहोस्। अनि यहाँ यसरी छिराउनु पऱ्यो, यहाँ छिराएपछि यसले तान्छ, यो तान्नु पऱ्यो हेर्नु है। अनि त्यो तानेर त्यसले रिड गर्छ है, यो खोल्नु हुँदैन है। यहाँनिर तपाईँको यो खोल्नुभयो भने यहाँ धुलोसुलो पस्छ होइन, यताउता त्यहाँ सानो रेजर लाइट हुन्छ। यो मेसिनमा हरेक ठाउँहरूमा रेजर लाइट हुन्छ क्या, मतलब सेन्सरहरू हुन्छ, सरी है सेन्सरहरू हुन्छ। धुलोहरूमा सानो भयो भने कति कुराहरू गर्दैन। अब यसले रिड गर्न सुरु गर्यो हेर्नु है त। यो मतलब रिड गर्ने भनेको के हो त, तपाईँले स्कुल पढ्दाखेरि रिड गर्नुहुन्छ नि, पढ्ने बेलामा आँखाले पढ्नुहुन्छ नि, हेर्नुहुन्छ नि, हो त्यस्तै गरेर यसले पनि यो कलर हेर्छ है। यो रिड गर्दैछ। यो रिड गरिसकेपछि अब तपाईँले तपाईँका तस्बिरहरू प्रिन्ट गर्न सक्नुहुन्छ। तर कलर करेक्ट आएको हुनु पऱ्यो। कहिलेकाहीँ पहेँलो देख्नुभयो, रातो देख्नुभयो भने फेरि तपाईँले के गर्नु पऱ्यो त, यहाँ प्रिन्ट गर्नु पऱ्यो। यो रिड गरिसकेपछि फेरि यहाँनिर के हुन्छ, प्रिन्ट गर्नु पऱ्यो। यहाँ एनजी रिजल्ट भनेर आइरहेको हुन्छ है, अनि त्यसलाई ओके गरिदिने। यहाँ मैले ओके गरिदिइहालेँ। एनजी रिजल्ट भनेर अब ओके आइरहेको हुन्छ, अथवा ओके भनेर आउँछ होइन। एनजी भनेको नट गुड भन्छ कि, अझ गर भने धेरै गरिरहनु पर्दैन, यो करेक्ट हुन्छ है। किनभने यो हामी गरिरहने मान्छेलाई जतिचोटि गऱ्यो नि त्यही हुन्छ। कहिलेकाहीँ मेसिनको सेन्सरले एनजी भन्दा नि यतिको टोन चाहिँ नि आउनु पऱ्यो है। अनि तपाईँको यहाँ निलो देख्नुभयो भने निलो आयो, यो अहिले यहाँ भित्रको लाइटमा हो। पहेँलो देख्नु भने पहेँलो आयो फोटो। यहाँ तपाईँले सबै चिजहरूको कलरहरू प्रोफाइलहरू बुझ्ने मान्छेले त अब गरिरहनु भएको, नयाँलाई चाहिँ यो चिजहरू राम्रो यसो सोध्नु होला। जस्तै यहाँ अलिअलि रातो रातो छ होइन, अलिअलि रातो रातो अलिअलि निलो, फेरि एकचोटि गऱ्यो भने अझ राम्रो हुन्छ है त। फेरि एकचोटि यस्तै गर्ने र फेरि त्यस्तै गरेर त्यहाँ हालेर अनि त्यसपछि ऊ गर्न सक्ने। यसलाई हाल्ने होइन नि, फेरि यहाँ प्रिन्ट गर्ने, फेरि निस्किन्छ, अनि त्यसलाई त्यहाँ राखेर डेन्सिटी मेजरिङ गर्ने है त। यो गरिसकेपछि यसलाई क्लोज गर्ने, बुझ्नुभयो नि। अब अहिले मेरो यहाँ नेटवर्किङमा यो खोलिएको छैन, अथवा तपाईँको यहाँ के छ त, प्रिन्ट गर्नको लागि मेन मेन्यूमा जाने। सरी मैले यहाँ नदेखिकन भनेछु। यहाँ तपाईँको अब मैले प्रिन्टको लागि यो आउँछ। यो चाहिँ नि प्री अपरेसन चेक भनेको फोटो अब प्रिन्ट गर्नको लागि तयारी। तपाईँले मेसिन खोलिसकेपछि यहाँ प्री अपरेसन चेक गर्नु 1 2 3, यो 1 मा यो भयो ओके गर्नुहोस्, यसलाई पनि ओके गर्नुहोस्, यो 3 मा ओके गर्नुहोस्। टेम्परेचरहरू आयो कि आएन, टेम्परेचर पुरै आयो भने यहाँनिर वाट साइन जुन छ नि, यहाँनिर हेर्नुहोस् त, यो वाट हुन्छ, नत्र यहाँ रेड हुन्छ के। टेम्परेचर आएको छैन कुर भन्छ के। त्यहाँ एउटा टेम्परेचर, जस्तै हाम्रो तपाईँको चाहिँ जल तथा मौसम विज्ञानमा एउटा जुन साइनिङ हुन्छ नि टेम्परेचरको, हो त्यस्तै चाहिँ नि टेम्परेचरको एउटा रेड साइन हुन्छ। त्यो रेड जब यस्तो ग्रिन हुन्छ अनि हो। अनि पेपरभित्र लोड छ भने, लोड करेक्ट छ भने ग्रिन हुन्छ, लोड भएको छैन भने खाली छ भने ब्ल्याक हुन्छ। अनि तपाईँको यहाँ प्रिन्ट भइरहेको बेलामा रातो हुन्छ। रातो भएको बेलामा नखोल भनेको। गाडी कसरी गुडाइन्छ हजुर, गाडी गुडाउने बेलामा हरियो बत्ती बलेपछि बल्ल ट्राफिक लाइटको हरियो बत्तीपछि गाडी गुड्छ नि, तर रातो बढेको बेलामा गाडी गुड्दैन नि, रोकिन्छ नि, हो। त्यो रातो बलेको चाहिँ यसमा चाहिँ नि यो मेसिनहरूको यो ढोका यताको केही खोल्नु हुँदैन। अनि अड्क्यो भने तपाईँले खोल्ने कुराहरू पनि हुन्छन् है। ओके, अहिलेलाई यति भयो। अब फोटो प्रिन्ट कसरी गर्ने भन्ने कुराहरू म अर्को भिडियोमा यहाँहरूलाई तयार गराउन है त। हस्, धन्यवाद होइन। यो यहाँ आएपछि यो करेक्सन यसलाई ओके गर्ने हो है। अनि प्रिन्ट गर्नलाई चाहिँ यो प्रिन्ट विथ फिल्म भनेको नेगेटिभलाई बनाउनलाई हो है। अनि यो प्रिन्ट फ्रम इमेज कन्ट्रोल भनेको मतलब तपाईँले यो सर्भरमा राखेर प्रिन्ट गरिसकेको फोटोहरू यहाँ प्रिन्ट हुनको लागि है। यो चाहिँ नि यसमा क्लिक गर्ने, प्रिन्ट फ्रम इमेजिङ कन्ट्रोलमा जाने। अनि एसआरजिबीमा बनाउने हो कि नो कन्भर्ट गर्ने भनेपछि जहिले पनि एसआरजीमा प्रिन्ट हुँदैन, जहिले पनि नो कन्भर्ट। हामीले त्यहाँ गरेको फोटोहरू कुनै पनि कन्भर्ट नगर, किनभने त्यो सबै कुनमा हुन्छ त, सिएमवाइकेमा आउँदैन। के अरे आरजिबी कलरको फोटोहरू मात्र प्रिन्ट हुने भएको हुनाले आरजिबीमा हुने भयो नो कन्भर्ट गरेर ओके गर्ने है जहिले पनि। यो गरेपछि यो आएपछि अब तपाईँले सर्भरबाट प्रिन्टको मेसिनबाट प्रिन्ट दिएको फोटोहरू के हुन्छ, प्रिन्ट हुन्छ। यो भयो भने तपाईँको प्रिन्टर र सर्भरको कनेक्सन छ भन्ने हुन्छ। यो भएपछि मात्र अब प्रिन्टिङ सुरु हुन्छ। पेपर हालिदेऊ त बाबु, अब यतापट्टि त्यहाँको प्रिन्ट गर्ने पेपर यसमा हालिदेऊ। म अब तपाईँलाई प्रिन्ट गरेर पनि देखाउँछु है त। यहाँ हेर्नुहोस् है त, त्यो क्यान्सल गर त नानी, एकचोटि सुरुदेखि नै बताउँ है। नो गर न, क्यान्सल गर, एस गर न। यहाँनिर अब याद गर्नु पर्यो है त। फोटो प्रिन्ट गर्नलाई यो सर्भरमा प्रिन्ट फ्रम मिडियामा जाने हो है। यसमा यो पहेँलो छ नि, यहाँ भयो पहेँलो, तल थिच त नानी,
यसमा पहेँलो भयो, यो प्रिन्ट हुँदैन यसमा गएर है, यसमा जाने है, यसमा जाऊ, यसलाई क्यान्सल गर। ओके, यहाँ प्रिन्ट फ्रम मिडिया, यहाँ जाने। यहाँ गइसकेपछि हेर्नु है त, यहाँ तपाईँले 4R भनेर यहाँ क्लिक गर। 4R छ भने यो सबै फोटो तपाईँले छान्न त फर्स्टमै 4R हुन्छ कि, धेरै जस्तो 4R नै बढी हुने भएको हुनाले पहिल्यै 4R मा राख्ने हो है, क्यान्सल गर। ओके, यो अल फ्रेम भनेको सबै एकैचोटि तपाईँले त्यो सर्भरमा राखेको फोटो एकैचोटि प्रिन्ट गर्ने हो भने मात्र हो है, न त तपाईँले प्रिन्ट गरेको फोटो पनि यसमा आउँछ, पास गरेर जानुपर्छ, त्यो समस्या हुन्छ। त्यस कारण यसलाई क्लिक गर। सेलेक्ट फ्रेममा हुनु पर्यो है, प्रिन्ट गर्ने बेलामा सेलेक्ट फ्रेम हुनु पर्यो है, यो पनि बुझ्नु पर्यो है, सेलेक्ट फ्रेम हुनु पर्यो है, यो ध्यान दिनुहोस् है। अनि अरू चाहिँ डिफ्रिज गरेर राखिदिएको हुन्छ, यो यहाँ सेमी नै हुनु पर्यो है, सेमी भयो भने तपाईँले छानिकन अर्को गर्नुभयो भने तपाईँको फटाफट तपाईँले यसो 5 मिनट प्रिन्ट गर्न यसो टकटक थिच्नुभयो, नेक्स्ट गर्दा रोकिँदाखेरि सबै फोटो प्रिन्ट भइदिन्छन्, त्यहाँ केही नसुँदैन आफै अटोमेटिक प्रिन्ट हुन्छ है। अरू यो फिल इनमा पनि, जस्तै फिल इनमा भनेको यहाँनिर छ हेर्नु है त, यो तपाईँको करेक्टली आफैले त्यहाँ फिल गर्छ र 4/6 तपाईँले उ गर्नु पर्यो। फिट इन भनेको तपाईँको कसैको चाहिँ फोटोहरू चाहिँ फिट गर्ने, जस्तै उनीहरूले अलरेडी क्रप गरेर ल्याएको छ भने फिट इनमा हो। नो रिसाइज, जस्तै यत्रो सानो यत्रो ठुलो हो भने त्यो नो रिसाइज कहिले पनि नगर्नुहोस् है, फिल इन गर्नुहोस् सधैँ। अनि फिट इन भनेको चाहिँ करेक्ट तपाईँको क्रप गरेको चिजहरूमा तपाईँले यताउता नमिलाउनु पर्यो भन्ने मात्रमा हो। यो अब पछि काम गर्दै जाँदा एउटा दुइटामा ट्राई गरेर अनुभव गर्नुहोस् न है, यो फिल इनमै गर्नुहोस् है। ओके, यसलाई अल गरेँ, अहिलेलाई चाहिँ यति बुझाएँ मैले, अर्को कुनै भिडियोमा मैले भ्याएँ भने अर्को बुझाउँछु है त। ओके, सेलेक्ट फ्रेम गर्नुपर्छ है। सेलेक्ट फ्रेम गरिसकेपछि यहाँ 4R मा टिक छ, देख्नु भयो नि 4R मा टिक छ। अब यहाँ स्टार्ट गर्ने, स्टार्ट गरेपछि ल्याबमा फोल्डर, सर्भरको फोल्डर देखियो यहाँ हेर्नुहोस् है त। अब मानौँ न यसको फाइल प्रिन्ट गरिसकेको छ, यसको फाइल प्रिन्ट गर्न बाँकी होला भनेपछि यहाँ फोल्डर हुन्छ, फोल्डरमा यो आयो, यो आएपछि टिक लगाउने। अनि एउटा ल्याबमा बस्ने मान्छेले चाहिँ के चाहिँ बुझ्नुपर्छ भन्दाखेरि फोटो प्रिन्ट हुनलाई पिएनजी CMYK प्रोफाइलहरूको फोटोहरू प्रिन्ट हुँदैन है, RGB प्रोफाइलको मात्र प्रिन्ट हुन्छ, CMYको प्रोफाइलको प्रिन्ट हुँदैन। त्यही भएर कहिलेकाहीँ क्यान्सल भनेर आउँछ, त्यो सबै फाइलहरू कुन चाहिँ बिग्रिएको हुनसक्छ, त्यो पनि ध्यान दिनु पर्यो है। अहिले यो 61 वटा फोटो छ यहाँ देख्नुभयो, यो 61 फोटोहरूलाई मैले स्टार्ट गरेँ, सबै सेलेक्ट गर्ने गरेँ। यहाँनिर म फेरि एकचोटि देखाउँछु है, मैले भन्न बिर्सेँ, म त्यस कारण फेरि एकचोटि देखाउँछु। ओके, यो अल फ्रेम आयो, यसलाई क्यान्सल गरेर यहाँ थिचेर सेलेक्ट फ्रेम भयो, स्टार्ट गरेँ। यहाँ भएको यो फोटोलाई यसरी थिचेँ मात्र, थिच्नासाथ यहाँनिर सबै आयो, यो सबैलाई मार्क गरेँ, यो यहाँ थिचेर हेर्नु है त, यसमा थिचेर एकैचोटि सबै मार्क हो, अथवा एउटा नि यो उ गरेँ, त्यसरी यहाँ टिक लगाइदिएँ। अब यो सबै फोटोमा टिक लाग्यो, यो सबै धुलाउने हो, यो सबै कतिवटा बनाउने हो त, एउटा दुईवटा 2 इच बनाउनु भयो भने यहाँ 2 राख्ने, 10 वटा बनाउनु भयो भने 10 राख्ने, नत्र एक वटा बनाउने, यहाँ 1 मात्र हुनुपर्छ। साइज कुन हो त 4R होइन, यसमा तपाईँको अरू साइज गर्ने 5R 3R होइन, अरू डिफ्रेन्ट साइजहरू 6x12 6x9 6x8 यस्तो बनाउने यहाँ साइजहरू छ है। त्यस कारण ओके, यो 4R बनाउनु भएको भयो। अब यसमा हामी यो रजिस्टर यो REGमा जानु पर्दैन है, स्टार्ट गर्ने है, स्टार्ट गर्ने। स्टार्ट हुँदैमा प्रिन्ट हुँदैन नि फेरि। अब यहाँ तपाईँले CMY साइन, मेजेन्डा, येलो र डेन्सिटी मिलाउनु पर्यो। अधिकांश फोटोहरूमा हामीले डेन्सिटी मात्र मिलाए पुग्छ, कुनै निलो भएको फोटोमा निलो घटाउने। त्यसको लागि यो 1 2 3 किबोर्डको 1 2 3 यो अक्षरहरू तपाईँलेबाट सर्टकट पनि चलाउन सक्नुहुन्छ, अथवा हजुरले यो येल्लोमा यसो थिचेर यहाँ येल्लो यसो बढाउने होइन, येल्लो यसो घटाउने, यसरी काम गर्न सक्नुहुन्छ है हजुर। यो बुझिहाल्नुहुन्छ। अब मैले यहाँ डेन्सिटी मात्र, यहाँ मैले फोटोको कलर मिलाउने हो, यो अब नर्मल्ली तपाईँहरू धेरैले बुझिसक्नु भयो होला। ओके, यसरी कलर मिलाउनुहोस्, यसरी इन्टर गर्दै लाइटहरू मिलाउँदै होइन। अनि यो सर्टकटबाटै चलाउन सकिन्छ, अथवा त्यहाँ गएर स्टार्ट थिच्नु पर्दैन, इन्टर थिचेपछि अब 6 दुना 12 वटा भयो यो। यहाँनिर हेर्नु त कतिवटा प्रिन्ट भयो भनेर देखायो त, 12 वटा है, 12 वटा प्रिन्ट भयो भनेर देखायो। अब यहाँनिर अलिकति यो साइनिङ येल्लो अलिक थप्नु पर्ने देखेँ यो फोटोमा, अर्कोमा यो ठिक छ, यसमा लाइट ठिक छ, यसमा लाइट बनाएँ, यो पनि बच्चाको यसमा लाइट बनाएँ। यो गर्दै जाने, आफूलाई थाहा हुनु पर्यो कतिको लाइट चाहिन्छ भनेर, आफूलाई अनुभव हुनु पर्यो। जति तपाईँलाई अनुभव हुन्छ त्यति फोटो राम्रो हुन्छ, जति फोटो राम्रो हुन्छ त्यति ग्राहकहरू खुसी हुन्छन्, जति ग्राहक खुसी हुन्छन् त्यति पैसा पनि आउँछ है। ल यसरी नै चाहिँ नि इन्टर गर्दै जाने है।
यहाँ तपाईँको दायाँ बायाँ सार्न पर्यो भने तपाईँले यसरी यहाँनिरबाट यो 1:1 गर्नुभयो भने त्यो ऐनाको फिल इन फिट इन भनेको यही नै हो है, यहाँ पनि हुन्छ है। यसमा थिच्नु हो भने त्यही हो, यो गर्नुभयो भने ऊ भयो, यो फिट इन भयो, यसरी हुन्छ है। यसमा पनि यो बिस्तारै सिकिन्छ, अनुभव गर्दै जाने हो। जानेको मान्छेले प्र्याक्टिस नै हो सबै कुरो। कहिलेकाहीँ अलिकति 2-4 चिजहरूमा आफूले रिस्क लिएर 2-4 पैसा खर्च होस् न, किनभने पढ्ने बेलामा नि खर्च गर्नुपर्छ, सिक्ने बेलामा नि नजानेर भए पनि बिगारेर भए पनि खर्च गरेर सिक्नुपर्छ, त्यो नै राम्रो हुन्छ है त। ल है, यसरी गर्दै जाने। अहिले हामीले 61वटा फोटोहरू प्रिन्ट गरिरहेछौँ है। यो सबै मेरो साथीको चाहिँ नि, मेरो साथी यहाँ नजिकको छिमेकी मेरो कलेजको साथीकै बुवाको परिवार हुन् होइन, त्यो भएर उहाँकै फोटो देखाउन पाएँ। यो चिनजान भएकै परिवार भएर देखाएँ। अरूको फोटोहरू बिना अनुमति कहिले पनि यसरी अरूको फोटोहरू देखाउनु हुँदैन है हजुर। कुनै पनि मान्छेले बिना पर्मिसन अरूको फोटोहरू यसरी देखाउनु हुँदैन, यो कुरा नि जानकारी गराएँ। अब 61वटा प्रिन्ट भयो भने अब यो प्रिन्ट भएपछि एकछिन राम्रो तपाईँको कम्प्युटरमा राम्रो ऱ्याम छ भने यहाँबाट चाँडै नै के हुन्छ त प्रिन्ट आउँछ है। यहाँनिर देखिन्छ, यहाँनिर अब हेर्नु है त, टु बी प्रिन्टेड भने यहाँ प्रिन्ट हुनलाई आउने, प्रिन्ट हुनलाई रोकिएको फाइलहरू यहाँ भयो। अब प्रिन्टिङ भइरहँदाखेरिको यहाँ भयो, प्रिन्टिङ भएर गइसकेपछिको यहाँ तलतिर आउँथ्यो र डनको मुनतिर यहाँ प्रिन्टिङ भएर गइसक्यो, प्रिन्टिङ हुँदैछ भनेर यहाँ आएर बस्छ। प्रिन्ट हुनलाई लिस्टमा टन्नै प्रिन्ट आन्दा टनाटन भयो भने यसरी यहाँ माथि बस्ने एउटा लेबर भयो, यहाँ भइरहेको भयो, भइसकेर गइसक्यो, मिसिनबाट झर्दैछ भन्ने भयो। अब हेर्नु है त, यहाँ 152 भनेको के हो त 6 इन्ची हो कि, एम भनेको यो मिटर भयो है, 152 भनेको एमएम को भयो है, एमएम 152 एमएम हो है यो। अब यहाँ हेर्नु आयो, हेर्नु है, अब प्रिन्टिङ भइरहेको छ। अब सुरु भयो, रिड गर्न सुरु गर्यो, मिसिनको आवाज पनि आयो होला, अलिकति सुन्नुभयो होला है। मेरो आवाजभन्दा सानो होला अहिले मिसिनको आवाज, मेरो क्यामेरा नजिकै भएर ठुलो हुन सक्यो। अब प्रिन्टिङ भयो। अब प्रिन्टिङ कसरी हुन्छ यहाँनिर देखाइरहेको छ, हेर्नुहोस् अहिले प्रिन्टिङ कहाँ गयो त, यहाँबाट यहाँ गयो, यहाँ एक्सपोज भइरहेछ, हेर्नुहोस् एक्सपोज भइरहेछ यो मिसिनको, यो मिसिनकै पिक्चर हुन्छ। यहाँबाट यतापट्टि केमिकलको ठाउँमा पुग्छ, त्यहाँ केमिकलबाट फोटोहरू क्रिएट हुन्छ, ब्लिचमा जान्छ, पानीमा पखालिन्छ, पखालेर हिटरमा गएर सुकेर अनि फोटो मिसिनको यो पार्टबाट हजुरको आउँछ। अघि नै हामीले त्यो काट्दाखेरिको यो कालो टुक्रा है, लाइट पास भयो भने यस्तो कालो हुन्छ है। ओके, अब यहाँबाट फोटो सुकेर आउँछ। हामीले बेला बेलामा यो भाँडोमा यहाँ पानी राखिरहनु पर्छ, भरिराख्नुपर्छ, यसको वेस्टेज यताबाट जाने ठाउँ छ है। यति जानकारी गराएँ। अरू पनि यो मिसिनका केही समस्याहरू यस्तै कुराको म अर्को भिडियो लिएर आउँछु। धन्यवाद है, मैले जानेको कुरा बुझाएँ, तपाईँले फलो गर्दै गर्नुहोला। मेरो वेबसाइट वेडिङ काठमाडौँमा पनि तपाईँहरू आएर यस्तै खालको ल्याबको प्रिन्टहरू र क्वालिटी प्रिन्टहरू, यो प्रिन्टमा भनेको तातो पानीले धोए पनि केही हुँदैन, कहिले उडेर जाँदैन यस्ता मिसिनहरूको प्रिन्टहरू है, कहिले उडेर नजाने होइन, मानिस पनि उडेर जान्छन् यो संसारबाट है। फोटो पनि डढेर नि जान्छ, उडेर नि जान्छ, तपाईँले सुरक्षित राख्नु पनि राम्रो हुन्छ है। त्यही भएर मतलब नर्मल्ली तातो पानीले पग्लिने अथवा पानीले बिग्रिने, धुँदा बिग्रिने हुँदैन, नरम तरिकाले धुँदा पनि जाँदैन। चाँदीको लेयर हुन्छ यी पेपरहरूमा है, यो चाँदीको मूल्य सँगसँगै यो फोटो पेपरको मूल्य पनि बढेर आएको हुन्छ, यो पनि जानकारी गराएँ ल। अब अहिले 33वटा प्रिन्ट छापियो, यहाँ तपाईँको 38वटा भइसकेपछि यहाँबाट प्रिन्ट निस्किन सुरु हुन्छ है। अब अहिले 35वटा भयो, 36वटा भयो, अब यहाँबाट प्रिन्ट आउन सुरु हुन्छ है। अनि यहाँ सुनिरहनु पर्छ, कहिलेकाहीँ पेपर अड्केर घटेर भयो भने गियरहरू सबै जान सक्छ है। त्यहाँ तपाईँको रोलरहरूमा फोटो पेपरहरू कहिलेकाहीँ तपाईँले मिसिन सफा सुगर राख्नु भएको छैन भने पेपर अड्किन्छ है। अब फोटो आउन सुरु भयो, हेर्नुहोस् है त, अब फटाफट मजाले पेपरमा फोटोहरू आइरहन्छ। र यी फोटोहरू तपाईँको ग्लोसी म्याट एउटै प्राइज हो, ग्लोसी भन्दैमा सस्तो, म्याट भन्दैमा सस्तो, अथवा ग्लोसी भन्दैमा महँगो, म्याट भन्दैमा महँगो होइन। यो धेरैले भ्रम छर्नु भएको अथवा नबुझ्नु भएको पनि हुनसक्छ। ग्लोसी र म्याटमा के फरक हो भने साइनिङ देखिने फोटो ग्लोसी हो, फिङ्गर प्रिन्ट यसो टच गर्नुपर्ने फोटोहरू चाहिँ नि म्याटमा धुलाउँदाखेरि हातको पसिना लाग्दैन भन्नको लागि हो कि, कुनै वस्तुहरू साइनिङ अलिकति चहकिलो देखिने त्यस्तो चिजहरूको लागि चाहिँ ग्लोसीमा धुलाउने, जस्तै वेडिङको फोटोहरूमा गहना कलरफुलहरूको लागि त्यसलाई
ग्लोसीमा प्रिन्ट गर्दा राम्रो, पासपोर्ट साइज फोटोहरू म्याट पेपरमा प्रिन्ट गर्दा राम्रो, फिङ्गरप्रिन्ट काहीँ टाँच्नु पर्ने अथवा काहीँ राख्नुपर्ने फोटोहरू म्याट पेपरमा राख्नु, त्यसमा केही चिज भयो भने नि फिङ्गरप्रिन्ट नलाग्ने भएको हुनाले है यो कुरा नि बताएँ। अब यसरी फोटो आइरहन्छ, यो आएको फोटो ग्राहकलाई दिने, ग्राहक पनि खुसी। तपाईँको फोटो यहाँबाट धुलाएको फोटो धुलाउने मान्छे यो संसारमा नहुन सक्छ, तर त्यो फोटो धुलाउने व्यक्ति चाहिँ नि त्यो फोटो धुलाउने व्यक्तिले दिएको फोटो चाहिँ नि ऊ नभए पनि त्यो फोटो रहिरहन्छ भन्ने बुझ्नु पनि हुन्छ है। यो फोटो त्यति लामो समय टिकाउको फोटो हो भन्दै अहिले यहाँसम्मको भिडियो मैले समाप्त गरेँ। फेरि अर्को भिडियो लिएर आउनेछु। धन्यवाद।